लिग चरणको अन्तिम खेलमा धनगढी एफसी विरुद्ध 3-1 को जित निकाल्दै एफसी चितवन नेपाल सुपर लिग एनएसएलको प्लेअफमा प्रवेश गरेको छ। जितसँगै 6 खेलबाट 10 अङ्क जोडेको चितवन तेस्रो र धनगढी समान खेलबाट 11 अङ्कको साथ दोस्रो स्थानमा रहेको छ। चितवनलाई जित दिलाउन नेदिर माब्लोनोभ र जय गुरुङले गोल गर्दा एक गोल आत्मघाती भएको थियो। धनगढीका लागि जर्ज प्रिन्स कार्कीले गोल गरे। खेलको 7औं मिनेटमा जर्ज प्रिन्सको गोल मार्फत धनगढीले अग्रता लिएको थियो भने नेदिरले 14औं मिनेटमा पेनल्टी मार्फत गोल गर्दै चितवनलाई बराबरीमा ल्याएको थियो। छिरिङ गुरुङको प्रहार बक्सभित्र धनगढीका रक्षक अशोक खवासको हातमा लागेपछि चितवनले पेनल्टीमा अवसर पाएको थियो। पहिलो हाफको इन्जुरी समयमा जयले गोल गर्दा चितवन 2-1 ले अगाडि बढ्यो। उनले छिरिङको क्रसमा पोस्टको दिशा दिए। अमृत श्रेष्ठबाट 54औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा चितवन 3-1 ले अग्रता लियो। विक्टर मानसारीको क्रस अमृतको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।